गुड मर्निङ सबैजनालाई। आज चाहिँ म उठेर यो गाईहरू हेर्दै थिएँ अनि एकछिन बसेर हेर्दै पानी पिएर फेरि म स्टाफ रुममा गएँ। स्टाफ रुममा चाहिँ मेरो रेजिस्टर लिनु थियो नि त, अनि यो दैलो चाहिँ खोलिँदैन आज एकैतालमा खोलियो। अनि यो मेरो रेजिस्टर, त्यसपछि मेरो सानो काम थियो यसमा, अनि म त्यो काम गरेँ एकछिन। फेरि यहाँनिर गाईहरू थियो, फेरि भिडियो बनाएँ यहाँको। मलाई एकदमै राम्रो लाग्छ नि त गाईहरूले खाएको हेर्नु। त्यसपछि म स्टाफ रुमबाट निस्केँ अनि यो हेर्न सक्नुहुन्छ, यो स्कुल हो। यही स्कुलमा हामी बस्छौँ। अनि अब चाहिँ म रुम गएको। अनि तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट गरिदिनुहोस् होला। त्यसपछि म आएर यहाँ आलु काट्न थालेँ, किनभने लन्च बनाउनु पर्छ। अनि यहाँ ट्रान्जेक्सन हेर्नुहोस् मैले बनाएको। फेरि म त्यसपछि लुगा सुकाउन गएँ। अनि यहाँ चाहिँ एकदमै बेसी घाम थियो, अनि अनुहार बिगार्दै लुगा सुकाउँदैछु म चाहिँ। अनि भिडियो एकदमै लामो भयो, यतिमा एन्ड गर्दैछु। मन पर्यो भने लाइक गरिदिनुहोस् होला। थ्याङ्क यू सबैजनालाई हेरिदिनु भएकोमा। बाई बाई।